हाई गाइज, तपाईँहरूलाई स्वागत छ मेरो मिनी भ्लगमा। आज मैले ओप्पो मोबाइल गेम बल 8 अर्डर गरेको थिएँ अलनिस स्टोरबाट। आज आएको छ अरे, त्यसको पिकअप गर्नलाई म जाँदैछु। त्यसपछि म त्यसको अनबक्सिङ गरेको भिडियो पनि राख्नेछु अहिले। हेलो गाइज, म अलनिस स्टोरमा आउँदैछु। स्टोर म चाहिँ मेरो सामान चाहिँ लिएर जाँदैछु। लगाएपछि मेरो गेमबाट आउँदैछ, टक्क भित्र जाँदैछ। अहिले म लिएर आउँदै हुनुहुन्छ। ल, मेरो सबै पेमेन्ट भयो। पेमेन्ट सकेर म अनबक्सिङ गर्न जाँदैछु। यही हो मेरो डिजिएमआई ओस्मो 8 गेम बल। यसलाई चाहिँ म अब अनबक्सिङ गर्न जाँदैछु। ल अब म यसलाई साइडबाट चाहिँ कटिङ हान्दैछु। टक्कै कटिङ हान्दै यो साइडबाट कटिङ भयो। फेरि अर्को साइडबाट पनि कटिङ हान्नु पर्नेछ। दुई साइडबाट निकाल्नु पर्नेछ। टक्क ओपन गर्ने। ल, अब मेरो यो कटिङ भइसक्यो। त्यसपछि म मेरो गिम्बललाई ओपन गरेँ। ल, भित्र चाहिँ ब्याग पनि रहेछ। ब्यागभित्र गिम्बल छ। ल, अब म ब्यागबाट पनि अब गिम्बलै निकाल्दैछु। ल, गिम्बल निकाल्दैछु। ल, यही हो गिम्बल। ओस्मो डिजिएमआई गिम्बल 8 भनेको दामी छ। लुक पनि बबाल, प्रिमियम लुक छ एकदम। यस्तो देखिन्छ ओपन गरेर हेरेपछि। यसको बारेमा बाँकी भिडियो अर्को पार्टमा लिएर आउनेछु।